फ्याक्ट्री यसरी बनिँदो रहेछ चक्लेट। यहाँनिर कस्तो मिठो चक्लेटको फ्लेभर आउँदैछ। यसको प्रोसेस अफ मेकिङ चक्लेट। यहाँ आइपुग्दाखेरि चाहिँ चक्लेट रेडी। कस्तो दामी लानु मन पर्यो है। म पठाउँछु नि यहाँ चक्लेटहरू। यस्तो लानु मन पर्यो मलाई। अब यहाँबाट चाहिँ यहाँ आएर चाहिँ सेल होमवुड चक्लेट। यसरी चाहिँ चक्लेट किनौँ न। टी फ्याक्ट्रीमा आएको छ। टी फ्याक्ट्रीमा कसरी बनिन्छ टी। टी फ्याक्ट्रीमा आएको छ। कसरी बनाउँछ। यहाँ लास्टमा आएर यहाँनिर चाहिँ बन्द गरेछ। त्यहाँनिर त सेट आउँदैछ टीको अरिजिनल। बनिँदैछ टी। अब यो चाहिँ फाइन टी होला सायद। टी फ्याक्ट्रीमा टी कसरी बनिँदो रहेछ। काँचो पत्ता हालेकोदेखिको सब ड्राई भएको सामान हामीले हेऱ्यो। त्यहाँदेखिको चाहिँ कुन क्वालिटी निस्किँदो रहेछ। Choose from our wide range of fine teas. सेन्ट यति मिठो आउँदैछ टीको। यहाँनिर चाहिँ मान्छेहरूले बोकेर ल्याएको बोरामा। तल सबैले टीको टेस्ट लिँदैछ। You can't buy English, but you can buy tea. And that's kind of the same thing. यो चाहिँ उटीको पिक्चरको सुटिङ गर्ने जग्गा अरे। सुटिङ स्पट। यहाँको एन्ट्रेन्स फिस चाहिँ 30 रुपियाँ रहेछ। सुटिङ गर्ने ठाउँ। उटीको यो चाहिँ सुटिङ प्लेस अरे। यस्तो दामी यो डाँडा वरिपरि सब पहाडले भरेको देख्दो रहेछ। तर यो ठाउँमा ब्लुटुथ कनेक्सनै हुँदैन रहेछ।